लगाएको बिजोकेर ओहो दुईजना भाइ यस्तो छ जङ्गलको बाटो दिदीको हाम्रो दिदीको घर जाने चाहिँ जङ्गलको बाटो लु हेरौँ यता पुग्ने घर गएको ए बाटो यस्तै छ भन्न भन् त ए निङ्गुरो खाने निङ्गुरो यस्तै छ दिदीको घर जाने बाटो चाहिँ यस्तो छ है जङ्गल बाटोमा पुरै रुख ठुलो ढाल्दैछन् कसरी जाने भाइ छिरेर जाने ए पुरै जङ्गल मेरो दिदीको घर जाने बाटो चाहिँ यस्तो छ पुरै घोप्टो परेन यस्तो जग्गा माथि दिदी हुनुहुन्छ झोला बोकेर कोसेली बोकेर घलाने कोसेली अनि कटुस पनि फुटाउँदै खाँदै हुनुहुन्छ यस्तो हुन्छ है कटुसको यस्तो हुन्छ कत्रो ठुलो रहेछ दिदी यो कटुस निकालिदिनु है ए कति धेरै कटुस चाहिँ जङ्गल पुरै के खाने यहाँ कत्रो ठुलो छ कि दिदी के लाग्छ जङ्गलमा हेलो गाइजहरू आज चाहिँ मेरो दिदीलाई घर पुर्याउन जाँदै गरेको आधी बाटोसम्म मेरो दिदीको घर जाने बाटो चाहिँ यस्तो छ हेर्नुहोस् है पुरै जङ्गल पातलै पातल बाटोमा यस्तो रुख ढल्या रहेछ अहिले यस्तो छ पुरै घर गइन्जेलसम्म जङ्गल छ यहाँनिर पातले सिस्नुहरू पनि हुन्छ डौठे निङ्गुरेहरू पनि हुन्छ जति हुन्छ यहाँ अनि बाटोभरि कटुस छ गाइसहरू कटुस कति धेरै कटुस झर्नु थालेछ अहिले कटुस झर्ने सिजन होला अनि त्यही भएर कटुस चाहिँ पुरै माथि घर नपुगिन्जेलसम्म पुरै जङ्गल छ यहाँदेखि हो सधैँ मैले लगिदिँदा पातले सिस्नु यस्तो जङ्गलभित्र पाउँछ पातले सिस्नुहरू ए दिदीको घर पुग्नु त कहाँ हो आधी बाटो नि पुगेको छैन दिदीको घर जाने बाटो चाहिँ सबै जङ्गलै जङ्गल लेखाइलेख जानुपर्ने रहेछ पुरै यस्तै जङ्गल मात्रै छ पर अब आधी बाटोसम्म पुर्याउनु जाने कोया खोला भन्ने ठाउँसम्म अनि त्यस पछाडि हामी फर्किने दिदी र भाइलाई त्यहाँ छोडिदिने त्यहाँदेखि उता आमा छोरा उता जान्छन् हामी फर्किन्छौँ सबै यस्तो मात्रै छ बाटो सबै जङ्गलभरि मात्रै सियालीमा कुदिरहेको छ अहिले अघि त हिँडिरहेको अहिले चाहिँ उकालो हो दिदी अनि फुचिहरू कहाँ छन् त नि खोला बोलाउन त नि खोलामा जम्ला नि त नि ल हिँड भाइ घरमा जाँदा त हिँड्नुपर्छ भर्खर 2 चप्री हिँड्दैछ है ल अझै आइपुगेछन् आधी बाटो पनि कति भयो दिउँसोको 12 बज्न आँटिसक्यो होला हिँड भाइ हिँड यता हेर्दा फर्की त फट्ट किचिक लिन मम्मी भेट कति साह्रो गाह्रो हो जङ्गल रोडै छैन त हाम्रो दिदीको घर जाने बाटो त रोडै छैन अझै पनि जङ्गल छ यस्तो छ अनि यस्तोमा कहाँ बच्चा हिँड्छ त हैन अहिले म बोक्दिन्छु अनि यस्तो गाह्रोमा केटाकेटी कहाँ हिँड्छन् त पुरै यस्तो बाटो छ त्यही पनि हिँडिरहेछ जुकाले टोकेर केही छैन खुट्टैभरि ल गाइजहरू तेह्रथुम जिल्लाको सम्धु भन्ने गाउँ यस्तो छ दिदीले घर पुऱ्याएर आज चाहिँ फर्केको दिदीले हिजो
घरमा पुगेर आज फर्केको गाइजहरू यस्तो छ है बाटो। दिदीको घर जाने बाटो चाहिँ हिजो पुग्यौँ, आज फर्केको। हेर्नुहोस् गाइजहरू, अब तेह्रथुम र ताप्लेजुङको सिमाना आइपुग्न लाग्यो। हामी ताप्लेजुङ गएको तेह्रथुमबाट। अनि सबै बाटो सबै लेखेले हिँड्नुपर्ने रहेछ। सबै यस्तो छ यी बाटो, पुरै जङ्गलै जङ्गल छ। गलेर हत्तु हैरान। भाइहरू तल आउँदैछन्, म चाहिँ उकालोमा बिस्तारै हिँड्दैछु। भाइहरू तल फोटो खिच्दै आउँदैछन्। पोजिसन, ट्रेकिङको पोजिसन साठी बोकेर। चिसो न चिसो रहेछ। हिँड्यो भने एकैछिन हिँड्यो भने गर्मी हुन्छ, फेरि हिँडेन भने जाडो हुन्छ। पानीहरू यस्तो जतापाइ त्यतै उम्रिएको हुँदो रहेछ यहाँतिर चाहिँ। यहाँ माथि दिदीको घरदेखि तेह्रथुम र ताप्लेजुङको सिमानामा पुग्न नै 4 घन्टा लाग्दो रहेछ। हिजो दिदीहरूकोमा पुग्नलाई कति बजेको थियो भने घरदेखि 6 बजे हिँडेको, राति 8 बजे पुगेको थियो। अब आज के हुन्छ। माथि सिमानामा निस्किने 4 घन्टा लाग्दैन, निस्किने रहेछ कि क्या। लास्टै उकालो छ। हिँड्नै गाह्रो यो पाहाडतिर त सबै यस्तै यस्तो छ। उकालो उकालो, फेरि डाँडामा पुग्यो, फेरि ओह्रालो। साथीहरूलाई म देखाउँछु है मेरो जिल्ला, मेरो गाउँको पुरानो बाटो। यहाँतिर चाहिँ गाडीहरू हिँड्दैन, पुरानो बाटो हो। पहिला पहिला, धेरै पहिला हिँड्ने बाटो हो यो। मान्छेहरू गाडी नहिँड्दा आजभोलि गाडी हिँड्छ, तर ताप्लेजुङबाट तेह्रथुम जानलाई त गाडी डाइरेक्ट नहुँदो रहेछ, झापा घुम्दै हिँड्नुपर्ने रहेछ। अनि त्यही भएर हामी चाहिँ हिँड्दै रमाइलो गर्दै हिँडिरहेको। म मेरो गाउँमा कस्तो कस्तो छ, के छ साथीहरूले देखाउँछु है। माथि पुगेको छ, म तपाईँलाई देखाउँछु। फाइनल्ली गाइजहरू ताप्लेजुङको र तेह्रथुमको सिमाना आइसक्यो। तपाईँहरूलाई म सिमाना देखाउँछु भन्दै थिएँ। यो बोर्डमा लेखेको छ नि, यो बोर्डदेखि यता चाहिँ म भएकोतिर चाहिँ ताप्लेजुङ पर्छ। रुगा पनि लगाइरहेछ, चिसोले लास्टै चिसो हुँदो रहेछ यहाँ त। अनि त्यहाँदेखि अब उतापट्टिको बोर्ड चाहिँ तेह्रथुम जिल्लाको। अब ताप्लेजुङ जिल्ला सकियो, तेह्रथुमतिर लाग्यो। यहाँ त दिउँसो घाम लाग्दा पनि चिसो हावा आउँदो रहेछ कि। पानी त फ्रिजको भन्दा पनि चिसो, खानै नसकिने यस्तो चिसो, तर यस्तो टेस्टी पानी पाहाडको हुँदो रहेछ। अनि यस्तो जाडो हेर, यस्तो सिरिरी हावा चल्छ। अब तेह्रथुम जिल्ला मेरो घर जाने बाटो चाहिँ अब यतै अँध्यारोदेखिको पर पुग्नुपर्ने 2-3वटा डाँडा काटेर। अनि यो चाहिँ सिमाना है। यो भनेको 8 साई पर्दो रहेछ। खासै घर गाउँ त हुन्न, लिएको पुरै लेखमा यस्तै मात्रै हुन्छ है। यहाँ चाहिँ यता अब 8 साई
यो के भन्छ ताप्लेजुङ पर्छ यता यो पुरै ताप्लेजुङ हो यो चाहिँ अनि सिमाना हो यो यहाँदेखि यता ताप्लेजुङ यो अब यो यता तेह्रथुम चाहिँ यतापट्टिको साइडमा एउटा बोर्ड छ यहाँ बोर्ड छ कस्तो नदेखेको भाइ अनि कस्तो धमिलो भएको पुरै बोर्ड त्यहाँ चाहिँ अनि यो चाहिँ ताप्लेजुङ हामी सबै यता पुगेर अब अर्को जिल्लामा प्रवेश यस्तै चाहिँ उज्यालो छ अनि तेह्रथुम जिल्लाको बोर्ड यहाँ छ यहाँनिर अब यताबाट टेक्ने यताबाट अब तेह्रथुम जिल्लाको फेताब गाउँपालिकातिर लाग्यो यस्तो चाहिँ लेखमा खेतीपाती केही हुन्न जङ्गल हो यो दोकान एउटा मात्रै छ जम्मा एउटा दोकान मात्रै छ भाइहरू तलै जङ्गलमा फोटो खिचिरहेको थिएँ अब कतिखेर आउँछ म चाहिँ चौतारामा चाहिँ पर्खिनु पर्यो अनि भाइहरूसँगै जानु पर्यो कहाँ तल फोटो खिचेको थिएँ कहाँ तल अड्केँ क्या म अघि आएको बाटो चाहिँ यता है भाइजहरू यहाँदेखि तल जङ्गल दिदीको घरदेखि जम्मा 4 घन्टा जङ्गलको ठाडो बाटो हिँडेपछि सिमाना आइपुगिँदो रहेछ त्यस्तो टाढा रहेछ अब यता कति घन्टा लाग्छ सायद अब तेह्रथुम घरमा पुग्नलाई कति घन्टा 8 घन्टा लाग्छ होला अझै 8 घन्टा हिँड्नु छ साथीहरूलाई म बाटो देखाउँदै जान्छु कस्तो छ के छ अब हामी यता लेख पातल जान्छौँ हामी अब तपाईँहरूलाई म देखाउँदै गर्छु है तेह्रथुम कस्तो छ के छ भनेर